नमस्कार नमस्कार सबैजना फेसबुक साथीहरूलाई नमस्कार। आज चाहिँ धेरै पछाडि भिडियो कन्टेन्ट लिएर आएको छु हैन। भिडियो त्यति नै नराम्रो त हुन्छ नै, तैपनि म आज तरकारी खन्न हिँडेँ के भानु नगरपालिका वडा नम्बर 6 सिम्पानी। अब कर्मथलो न यता कर्मथलो यता सिधै के गर्ने सबै बारी मेरो हो। लारारै मकै नि लारारै हेर्नु त गाईहरू ल हेर्नु मकै गाईचेरी सबै मैले लगाएको मकै हो यो सबै पसारो मेरो। के गर्ने खेती किसानी गर्नै पर्यो हजुर, के गर्ने दुःख छ गाह्रो छ हजुर। लारीबारी लै अब तरकारी ल हेर्नु त लग 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 बस्तीको मुन्टो ल हेर्नुहोस्। बारीमा यस्तो विधि छ उत्पात झलमला साइली। ओहो हो फर्सी मुन्टा आजा झिलिमिल पार्नुपर्छ गाईहरू ल है। हेर्नु त पसरेर चुवाटै आहा आहा कस्तो राम्रो बाख्ना आएको आज मजाले चिप्ने मजाले पसार भित्रै हो ल हेर्नु है। फर्सीका मुन्टा त छानी 101 202 भने जस्तो झिलिमिली ल हेर्नु न मकै यतिकोसम्म भयो। गाईहरू अलि खाने बेला अलि टोटल्ली भइसक्यो होइन, तैपनि खाऊँ भन्ने त भयो मकै गाईहरू यस्तै छ गाईहरू। ए लराबारा साइली ल फर्सी मुन्टा त के चाहियो र बिदम्सै रहेछ नि हो बिदम्सै ल गाईहरू यस्तै छ के हेर्नु ल है। सिलिमिली चाहिँ अब फर्सी मुन्टाले आजको छाक चाहिँ यसो टार्ने भन्ने कुरो मेरो छ। म त अब यता छेउतिर राम्रो छ गाईहरू बारी यस्तरी पन्छाएर राखियो हेर्नुहोस्। के गर्ने हजुर बोडी अलि खाने बेला भएको छैन। फर्सीको मुन्टा त लाराराई खाने लाराराई ल पसारो फर्सी मुन्टो ल हेर्नुहोस् गाईहरू। ल है अब यस्तो छ नि ल अब यहाँ च्याट्टा ल हेर्नु त गाईहरू क्या सजिलो आनन्द आमा लराबार सबै बारी त सबै बारी आफ्नो के हेर्ने गाईहरू यस्तो छ गाईहरू फर्सी मुन्टो है। यसरी च्याट्ट लरमर साइली लरारै फर्सी मुन्टो लरारै छ लरारै है गाईहरू यस्तो छ। यस्तो मकै हेर्नु त मकै यसपालि चाहिँ राम्रो उत्पादन देला जस्तो छ यसले के गर्ने हजुर गाईहरू ल हेर्नु है गाईहरू पसारो यसलाई च्याट्टले हेर्नु एक मुठी त भने भइहाल्यो एकछिनै ल हेर्नु है गाईहरू यस्तो छ हजुरी लरावारा साइली ल हेर्नुहोस् खा ज्यान बना बारीको आफ्नै उत्पादन के गर्ने हजुर है गर्नै पर्यो काम नगरी खान पाइँदैन। ल यो हजुर यो कोदाको बिउ राख्यो है गाईहरू यो कोदाको बिउ यस्तो छ बजाइदिने यो खाइदिने यो ल सिकियोस् फर्सीको मुन्टो ला सिरिप साइली। अब गाईहरू के गर्ने खानै पर्यो बेला मौकाको सिजनको तरकारी फर्सी मुन्टो। भानु नगरपालिका वडा नम्बर 6 मा छु अहिले म। यहाँ चाहिँ पुरै हाम्रो बारी हो गाईहरू लाराबारै मकै फल्यान बिहामा हो जुम्लिया तिम्लिया एक्ला त्यस पछाडि यहाँ चाहिँ पुरै दुक्लो बसारो ल हेर्नुहोस्। अहिले त 3टासम्म नै हाले कुनै त 4 नै हाले पसारो। यो मकै चाहिँ एकदम खतरा खाले मकै रहेछ अलिकति डेन्जर भइरहेको गाईहरू होइन। फर्सी मुन्टो लरारै फर्सी मुन्टो गाईहरू बसारो चेसियस आज बाजाउने हो अलि चट्ट यसलाई खेलाएर चट्ट आलुमा टक्दे मेरो बा मिठो हुन्छ त 2 थाल जाने भयो 2 थाल के गर्ने हजुर। यस्तै हो किसानी भएपछि यस्तै हो हजुर। यो सबै मकैबारी मैले रोपे
सबै यो गरा चाहिँ मैले रोपेको टन्नै ठुलो गरा छ उता 20 खेल जत्रो त्यो वहाँको पारीको रुखसा छ घर पसारो छ मकै खाने बेला भयो हजुर अब के गर्ने उसिनी खाने झिलिमिलीसँग अहिले पार्नु पर्यो फार्सीका मन्टो हेर नि आज मेरो भा हेर न पुरै टुन्द्रुङ्गै झन्डिएछ है झालामाला छैन है ल गाईहरू ए झालाला पिङ खेले है ल गाईहरू यस्तो छ है हालत यस्तो छ के गर्ने गाह्रो छ फेरि जान्छु अझै टिपेर ल्याउँछु ल है अब म मेन फर्सीको त पसार गाई लारा बाह्र सालाला छ लारा बाह्र यी हेरि त पसारो फर्सी मुन्टा त कसले खाइदिन्छ है यस्तो छ भयो यति गाईज्यू रे यति भए सरमा सर होइन सरमा सर भन्थ्यो रे घर बनाएर लैजानी हो आरसीको मनटो यस्तरी झलाला पार्नुपर्छ झलाला गाईज्यूहरू यस्तो झलाला पार्नुपर्छ कि फार्सी मुन्टा झलाला फार्सी मुन्टो झलाला है यस्तो छ गाईज्यूहरू यस्तो फर्सी मुन्टो खासी त तागतै छुट्टै नि गाईज्यूहरू आजको तरकारी नै है गाईज्यूहरू मेरो आज पुरा भेजिटेरियन आज भेजिटेरियन भइदिने यो गाईज्यूहरू आमा के फलिचा त ए रामा तुन यो पनि त फलिचा त यो अलि खाने बेला भएन गाईज्यूहरू है यो फलिचा त फलिचा ल यसलाई पनि बजाउनु पर्छ अलि पछाडि चाहिँ है अलि छिप्पिन दिनुपर्छ क्या गाईज्यूहरू अलि छिप्पिन दिनुपर्छ है घाइता मुन्टा रहेछन् गाईज्यूहरू के लाग्दो रहेछ र अब खाइदा ल हेर्नुहोस् है गाईज्यूहरू यस्तै त हो नि साइली साला तस्बिरै झाला हेर्नुहोस् अब कि बजाउने हो है गाईज्यूहरू तान्द्रङ थुन्द्रुङ दाङराङ गुङ्रुङ बनाएर पसारो बनाएर खाइदिने हो ल हेर्नुहोस् गाईज्यूहरू यो अलि खाने बेला अलि नभइसकेको अवस्था त है ल है गाईज्यूहरू यस्तै छ है अब पुरै बारी हाम्रो गाईज्यूहरू झुटी माटी पसारो यस्तो छ अब आज अब पुगेको अवस्था गाइस है पसारोले हेर्नुहोस् यो अर्ग्यानिक चिज आफ्नै करेसाबारीमा फलेको आफ्नै करेसाबारीमा फलेको के अरे फर्सीका मुन्टा है छालामाला साइली ल हेर्नुहोस् गाईज्यूहरू आफ्नै करेसाबारीमा फलेको हो यो होइन यस्तो आफ्नो करेसाबारीमा फलेको यी सिम्पानी गाउँ ल हेर्नुहोस् सिम्पाली गाउँ झलामला लल साइली छ ल हेर्नुहोस् पसार माता पुरै आज डुलेर आएको है गाईज्यूहरू यस्तै छ संसार के गर्ने हजुर यस्तै छ नि त अब के गर्ने खाना त परेको आजको चाहिँ फर्सीका मुन्टा ल यस्तो छ है गाईज्यूहरू ल हेर्नुहोस् आमा फर्सीका मुन्टा टिप्न गएको कुरो तत्तेरी यस्तो नि हुन्छ जिन्दगी ल हेर्नुहोस् है कुरो होइन कुरो चाहिँ अपुरो गाईज्यूहरू यस्तै हो संसार है यस्तै हो यस्तै छ कुरो लागेर हैरान गाईज्यूहरू यस्तो के गर्ने जिन्दगी कुरोको खानी फर्सीको मुन्टा टिप्न जानी आफ्नो बारीमा
हो आफ्नै बारी हो सम्झिए नसम्झिए छैन केही। ल हेर्नुहोस् गाई चाहिँ यस्तो छ हे यस्तै छ संसार गाईहरू फर्सीका मुन्टा यी यस्तो छ आजको तरकारी है। जागिर यस्तै छ गाई छ गाईहरू। हेलो हेलो जागिर के अरे जागिर खाएको सरकारी फर्सीको मुन्टा तरकारी आलुसँग मिलाएर खानी हो। यसलाई पाती भुटेर नि पासारो पासारो बनाएर खानुपर्छ पासारो। ल हेर्नुहोस् गाईहरू हेर्नु है ल है यस्तै छ हजुर हाम्रो म बसेको ठाउँ हेर्नुहोस्। ए सुन्दर संसार हिरा मोती झलालालाला बले जस्तो पुरै झलालालाला छ है सिम्पानी गाउँ झलाला सिम्पानी गाउँ झलाला तरकारी टिप्न जाँदा आयो पसिना खलल। है गाइजहरू संसार यस्तै छ हेर्नुहोस् विचित्रको संसार। यो विचित्रको संसारमा तपाईँलाई मैले देखाउँदैछु कि पुरै यस्तो जागिर खाएको सरकारी फर्सीको मुन्टा तरकारी होइन त नि होइन त नि ए फर्सीको मुन्टाको तरकारी झलल फर्सीको मुन्टा तरकारी टिप्न जाँदा आयो मेरो पसिना खलल झलल। ल है गाइजहरू यस्तो छ संसार है। ए हाँसिदेऊ बोलिदेऊ ए फर्सीको मुन्टा झलल मिठो हुन्छ अब खानी हो यसलाई पुरै पकाएर आएको छु म पनि भकाएर ए झलमल आहा। ल है गाइजहरू यस्तो छ संसार यही हो संसार यस्तै छ गाइजहरू। रिस राग कसैको किन लिनु छ र है गयो ट्याक्क फर्सीमा मुन्टा टिप्यो च्याट्ट अनि त्यस पछाडि गाइजहरू आजको ल हेर्नुहोस् पुरै गाइजहरू के कुरा गरिसाध्य छ र। ल यस्तो छ संसार फेरि यहाँ यामा हो मेरी बासै पुरै मकै ए अब अर्को एक लट चाहिँ पुरै सर झलन आइसक्यो है। कस्तो दामी हेर्नु नि गाइजहरू है। ए बाख्रालाई मोज छ नि बाख्रालाई पार्टी छ पार्टी गाइजरी ए झलालाई छ झलालाई यस्तै छ संसार है। ल गाइजहरू ल है गाइजहरू यस्तै छ दुःख पिरो नमान्नु होला है झलामला साइली। अब यसलाई यसो च्याट्ट खेलाएर च्याट्ट लाएर अब मजाले कराईमा हालेर बजाउने हो जेसी यस झलामला साइली। ल धन्यवाद गाइजहरू।